बाट आयो भने इलेक्ट्रोड जति पनि खेलप्रेमी महानुभावहरू हुनुहुन्छ उहाँहरूलाई लाग्छ अहिले एउटा क्रिकेट भइरहेछ सकेसम्म दुईटा गर्ने म कोसिस गर्छु यदि बजेटले साथ दियो भने है। अब अर्को कुरो मलाई नै भोट किन फेरि अर्को एउटा क्वेसन आउँछ म बुढो हल्दार हो सर हो बुढो हल्दार गोपाल बस्नेत कहिले जिन्दगीभरि प्रमोसन हुँदैन लेखेर राख्नुहोस् के गर्ने अब छैन हुँदैन त्यही कारणले तपाईँहरूले भोट हाल्ने आधा भोट हालेको मान्छे भोलि पर्मिसन जाने गरेर भन्ने गरी भोट हाल्ने होइन भोट भनेको नन प्रमोटेड मान्छे जो यहाँ लाग्नु सबै त्यसलाई हाल्नुहोस् म प्रमोसन हुँदैन मलाई व्यक्तिगत लाभ कोहीसँग लिनु छैन मलाई कम्पनी जम्प गर्नु छैन म जे छु यही ठिक छु भनेपछि कुनै पनि कम्पनीको म्यानेजमेन्टसँग गोपाल बस्नेतले झगडा गर्नलाई गोपाल बस्नेतले त्यो अध्यक्षले चाहिँ त्यहाँ पंगा लिनलाई गोपाल बस्नेत कहिले झुक्दैन झुकेको छैन र झुक्दैन पनि यो मेरो एजेन्डा हो। यो दुई चारवटा एजेन्डा म धेरै बोल्दिनँ धेरै बोल्यो भने के हुन्छ काम गर्न सकिन्न मैले हिजो पनि गरेको कामहरू सबै बोलेको कामहरू गरेको छु म आज पनि गर्छु यो तपाईँहरू अहिले मैले दिएको जुन मेरो एजेन्डा छ यो अन्तर्गत रहेर म सदैव कार्य गर्नेछु यति भन्दै मान्नु त पर्यो मेन कुरो त त्यही हो। म समग्र सम्पूर्ण आदरणीय यहाँ उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई विशेष अनुरोध गर्छु कृपया रिभोट गोपाल बस्नेतलाई एक भोट तपाईँले अध्यक्षको मतमा हालेर मलाई तपाईँले सर्वसम्मतले सबैले निर्वाचित गराउनुहुन्छ भन्नेमा म एकदमै विश्वस्त छु। लङ लिग अनुसार जिन्दाबाद जय नेपाल।